Hello, good afternoon everyone, and first of all welcome back to the Arjun Lama official YouTube channel again हैन यो चाहिँ अब हाम्रो पार्ट 2 रहेको छ हैन पार्ट 2 चाहिँ अब हाम्रो चाहिँ धरान वरिपरिमै छौं हैन हामी अब अघि यो भन्दा अगाडिको भिडियोमा चाहिँ हेर्नु भयो अब हामी ओसोबाट हैन स्याट छिरेर चाहिँ माथि चिन्डा डाँडा गएर हैन यसो घुमघाम गरेर यसो रमाइलो गएर ठ्याक्क फेरि झर्यौं तलै हैन यो चाहिँ फेरि हाम्रो पार्ट 2 हो अब यो चाहिँ हामी अब यता माथितिर मन्दिर जाँदैछौँ हैन र हामी चाहिँ सिडी चढ्दैछौँ अब हजुरहरूलाई त्यो भिडियो के कस्तो लाग्यो हैन कमेन्टमा हेर्यौँ पनि है एकदमै राम्रो राम्रो कमेन्टहरू आएको थियो त्यसै गरी हाम्रो सबैजना एकदम साथी भाइ सर आदरणीय सरहरू सबैजना रफ्तारमा आउनुहुँदैछ हैन एकदमै मैले योभन्दा अगाडिको भिडियोमा पनि भनेको थिएँ योभन्दा अगाडिको भ्लगमा पनि भनेको थिएँ यो युट्युब च्यानलमा चाहिँ एकदम ब्याक टु ब्याक हैन कहिले डान्सको भिडियो कहिले भ्लग हैन कहिले सर्ट भिडियोजहरू चाहिँ एकदम आइरहेको हुन्छ हैन कहिले कमेडी भिडियोहरू हैन कृपया एकदम माया देखाइदिइराख्नु भएको छ त्यसको लागि चाहिँ एकदम हामी आभार व्यक्त गर्दछौँ है सबैजना साथीहरू चाहिँ एकदम गलेको छ हैन भाइ हो मेरो भाइ अब हेरौँ मास्तिर पुरै गरिरहेको छु घुमघाम गरेर आउने हो है धरान सिटी यहाँबाट अझै झन् माथिबाट एकदम दामी देखाइन्छ हैन देखिन्छ क्या माथिबाट के हो म आउनु पर्छ त त्यहाँ हेलो गाइस ल हाम्रो यो पार्ट 2 ब्लग हेर्नु होला हैन इन्जोय गर्नु होला हामी अहिले ठक्कसँगले दन्तकाली मन्दिर जाने भनेर जाँदैछौँ है हुन्छ हामी चाहिँ अब दन्तकाली मन्दिर जान लागेको आएको टक्कसँगले यस्तो घाम लागिरहेछ पसिना पसिना आइरहेछ अगाडि हिँडिरहनु भएको छ घाम लागिरहेछ है पसिना पसिना आइरहेछ त्यो पनि हामी हिँडिरहेछौँ हामी जेराम सर इन्द्रमा अचानक उठेर आयो हो सर यस्तो घाममा पनि जोस चाहिँ हो क्या ल गाइस हाम्रो चाहिँ दन्तकाली जाँदैछौँ अब चाहिँ होइन तपाईँसँगले हेरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला युट्युब च्यानल ल पढाउनु पर्छ आफैले समय निकालेर फेरि पनि हैन जे होस् इटेरी आएदेखि जे होस् यतिको चाहिँ हैन फर्स्ट टाइम हो मेरो यसरी है साथी सरहरूसँग साथीहरूसँग हैन दाइहरूसँग यसरी हिँड्ने यस्तो ट्रिप हैन फर्स्ट टाइम भएको हैन एकदमै खुसी लागेको छ है एकदमै हैन स्पेसल्ली हैन थ्याङ्क यू सबैजनालाई हैन यो मौका दिनुभएकोमा है यो कुरा यही हो ल सबैजनाले रमाइलो गर्नु होला र सबैजना रमाइलो पनि गर्दैछु नि हेलो आशिष सर हेलो सर हेलो गाइज ल हामी बाटोमा जाँदैछौँ है हालत खराब भइसकेको छ तल्लोदेखि हिँड्ने आएको त्यही भएर गर्मी छ पसिना पसिना धारा हिँड्दैछौँ होइन यहाँनिर रहेछ नि त हाम्रो मौसम आशिष सर आशिष सर आउटिङ छ है एउटा त दुईवटा त तिनवटा गाइज हामी दन्तकाली मन्दिर जाने भनेर आएको होइन त्यहाँदेखि हेर्नु होला के हुन्छ तपाईँलाई म सबै देखाउँछु है हेर्नु होला लाइक कमेन्ट सब्सक्राइब गर्नु होला इन्जोय गर्नु होला के गर्ने ल हालत खराब भइसक्यो नि त है टोइलेट चाहिँ ल प्रधान सरको उताबाट पसिना आयो पनि जारी छ है हिँडाइ चाहिँ प्रधान सरको आजको मेमोरी हुन्छ सम्झना आजको मेमोरी भने यस्तो बुढो भने मेमोरी हामी चाहिँ अस्तिदेखि प्लान गरेको थियौँ होइन जाने भनेर थियौँ अनि आज टक्क शनिबार पनि पारेर सरहरूले भन्नुभयो अनि त्यही भएर चाहिँ जानु पर्छ हजुर सबजना चाहिँ मिलाएर यसरी आयौँ मन्दिरभित्र कोही नछिर्ने बाहिरबाट ढोकेर हिँड्नु
धेरैजना हुनुहुन्छ हाइट ल गाइज हेर्दै गर्नु होला दन्तकाली घुमेर होइन मन्दिरमा यसो दर्शन गरेर यहाँ आइपुग्यौँ है पिण्डेश्वरीमा आइपुग्यौँ हेर्नु त उहाँ दुईजना जाँदै हुन्छ प्रदल सर र भाइ कहाँ जानुभएको यहाँ दुईजना बसिरहनु भएको छ है हाम्रो भाइ दामी आउँछ है ल सर ओके ल फाइनल्ली अब हामी चाहिँ माथि होइन दन्तकाली प्लस अनि यता पिण्डेश्वरीहरू घुमेर चाहिँ अनि अब हामी फर्किँदैछौँ होइन बाटो चाहिँ एकदमै सानो छ अनि जस रमाइलो भयो होइन अनि त्यही हो अब यो भिडियो चाहिँ कस्तो लाग्यो यो ब्लग के कस्तो लाग्यो होइन सायद अब अगाडिको पार्ट 1 जस्तो चाहिँ राम्रो भयो कि भएन अथवा त्योभन्दा चाहिँ राम्रो भयो कृपया कमेन्टमा भनिदिनु होला होइन र यस भिडियोलाई चाहिँ एकदम धेरै धेरै माया देखाइदिनु होला धरान सिन यस्तो छ धरान ल यति भन्दै चाहिँ अब लगभग चाहिँ म आज चाहिँ यो भिडियोलाई चाहिँ अन्त्य गर्न गइरहेको छु कृपया जे होस् धन्यवाद तपाईँहरूलाई पनि भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा